के पकाएको यसमा चाहिँ तरकारी मासु भुटेको आमा यो चाहिँ कता राख्ने यसलाई यो अब बनाउनु पर्ने एकछिनले मात्रै होला यो ओल्स्याउनु पर्छ होला उयो के हो दिपिका त्यो आन्द्रा मासु हो किन गाउँमा मासु पकाउने तरिका चाहिँ यस्तो हुन्छ है साथीभाइ हाम्रो चाहिँ सोलुखुम्बुमा फ्रेस खसीको मासु पाक्दैछ यसरी आगो बालेर कराईमा पर 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 भुटेपछि पानी चाहिँ अलिक आएछ खसीको मासु चाहिँ आज खाइन्छ है साथीभाइहरू सोलु जुबिनको प्योर लोकल खसीको मासु खाने हो गाइजहरूले हाम्रो फेरि कुक चाहिँ उहाँ हो नि त सेफ चाहिँ लोकल कुक घरेलु कुक तिम्रो कुखुरा राख्ने हो के सुकाउने ठाउँ नदेखिँदो रहेछ यो पनि एउटा चुल्हा यहाँ पनि पकाउन सकिन्छ यो माथि यो काठमाडौँ भने कति खाइन्थ्यो यहाँ यतिकै लडिरहेछ ये बेसी त्यता पर त्यहाँ बढ्छु